हेत्तेरी मेरो हात छोड्नु न हो 1 घन्टादेखि पैसा दिन्छु भनेर मान्छेलाई म घरमा मार्दैन दिन्छु नि त भोलि दिन्छु नि त दिन्छु त न ए अब भोलिमा पो पुग्यो भोलि अनि मलाई यत्रो बेरसम्म चाहिँ के झुलाएर राख्नु भएको अनि कहाँ सुत्या खोइ त मलाई पनि त शान्ति आउनु पर्यो पैसा दिन त्यत्रो 2-3 जोडी कहाँ सुत भनेर कहाँ सुत म गएँ बन्नु न बन्नु पोकटमा मलाई आधी घन्टासम्म कस्तो नरम हात के अनि मलाई खासमा किन बोलाउनु भयो तपाईँले आन्टी कस्तो भेट्न मन लागेको नि मलाई अनि अब तपाईँ त मेरो आन्टी जस्तो मान्छे के भयो त आन्टी भयो त के भयो त पैसा ल्याइदिएको छु यहाँ 20,000 टन्नै ए मलाई एउटा पल्सर बाइक किनिदिनु भनेको अब खै तपाईँले बाइक चाहिँ किनिदिनु हुँदैन मेरो जिन्दगीसँग खेलबाड गर्नु न पल्सर त के युनिकर्नै आउँछ नि बाइक आउँछ युनिकर्न त पुरानो भयो अनि कि तपाईँको बुढोले थाहा पायो भने त मलाई मार्छ नि त फेरि अब बुढो विदेशमा छ के मार्नु यसो यहाँ समिया टोली नि त चाहियो नि त अनि तपाईँ चाहिँ के भएको के अनि आफ्नो बुढो हुँदा अनि म जस्तो भर्खरको मान्छेलाई तपाईँकै एजको पाउनुहुन्थ्यो त अनि म जस्तो भर्खरको मान्छेलाई चाहिँ किन यस्तो गर्नुभएको के तपाईँले ल किन अहिले त आन्टी लभर चलेको छ नि त कस्तो राम्रो के म जुङ्गा कपाल त्यस्तै जुङ्गा हात नलागिकन बस्न मिल्दैन र हात चाहिँ नलाउनु न मलाई कस्तो अप्ठ्यारो लाग्छ क्या अलिकति पर बस्छु है होइन होइन पर त बस्नै मिलेन नि पैसा ल्याइदिएको छु 20,000 यसमा चाहिन्छ होइन होस् बरु मलाई पैसा चाहिन्छ म जान्छु होइन होइन म जान्छु है होइन अर्कै मान्छे खोज्नु न हुन्न मलाई तपाईँ मन परेको छ कहाँ उठेर जाने भने तेरि कस्तो ठाउँमा आएर फसाउनु भयो भने नि मलाई केही होइन बाबु एकैछिन सानो सल्लाह छ भनेर तपाईँले अस्ति पैसा मागे होइन भने 20,000 पैसा माग्यो अनि पैसा माग्दैन अनि यस्तो गर्नुपर्छ त म पैसा तपाईँको तिर्दिहाल्छु मैले त ऋण पो मागेँ त म राम्री छैन राम्रै हुनुहुन्छ कस्तो राम्री चाहिँ गोलो राम्रो हुनुहुन्छ अलिअलि चाउरी चाहिँ परेछ चाउरी त क्रिमले क्रिमले अलि चाउरी परे क्रिम लायो भने अलिक उज्यालो हुन्छ नि त होइन यत्तरिका मलाई अहिले आमाले थाहा पायो भने मार्छन् म जान्छु है नि बस्नु न एकछिन आमाले केही भन्नुहुन्न के आमालाई कल गरौँला नि पैसा चाहिँ दिनु नि त पैसा बस्नु न तपाईँको र मेरो भर्खर त भेटघाट भएको छ पल्सर पनि होइन एटेड भन्ने बाइक के हो त्यही चाहिँ किनिदिनु पर्ला ए केटिएम भन्नुभयो एटिएम र केटिएम 7 लाख पर्छ नि त्यो ए त्यो त महँगो छ नि हुन्छ केटिएम भयो नि हुन्छ हुन्छ त्यो त झन् राम्रो हो नि होइन टाँसिन चाहिँ नआउनु न हट्ट त्यसो नभने भने अहिले हे माया प्रेम भएपछि त टाँसिने मोसार्ने भइहाल्छु नि कस्तो कलिलो कठै यस्तो नगर्नु न मलाई कस्तो अप्ठ्यारो लाग्छ कसैले देख्यो भने मलाई कलिलो मान्छे मन पर्छ खै म पैसा चाहिँ निकाली गर्छु होइन म आफै दिउँला भरि छ भरि त छ कि यसो गर्नु नि त तपाईँ यहीँ बस्दै गर्नु मलाई पैसा दिनु म पैसा पुऱ्याएर दौडेर गएर पैसा पुऱ्याएर आइहाल्छु के हुन्थ्यो र मैसँग बस्नु पर्यो नि एकछिन हात चाहिँ नसमाउनु न कस्तो कलिलो हात पालिस लाउने हात म छोरी मान्छे हो र भने कस्तो कुरा गर्नुभयो तपाईँले खान मिल्छ चुप्पा खाने मिल्छ मिल्दैन हुँदैन यो त भोलि पछि बिहे गरेपछि मेरो बुढीले मात्रै खाने हो चुप्पा म जान्छु है हामी पनि त यसो सम्झ्यो भने त हो नि त तेरि आन्टी त्यस्तो कुरा नगर्नु न तपाईँ त मेरो आन्टी जस्तो मान्छे म जान्छु है पैसा नदिने हो तपाईँले